Follow smart people, make smart financial choices. सामाजिक सञ्जालमा आफूले पछ्याउने इन्फ्लुएन्सर्सका कुरा सुन्न त सुनौ, तर वास्तवमा निर्णय लिँदा भने आफ्नो वित्तीय लक्ष्य र आर्थिक सामाजिक परिवेश सुहाउने किसिमको वित्तीय निर्णय लिनु। ग्लोबल मनी विक 2025। सोशल मिडिया युज गर्नुहुन्छ भने बी रेस्पोन्सिबल है। सामाजिक सञ्जालमा खास गरी युवाहरूमा सूचनाको महत्त्वपूर्ण स्रोत रहेको भए तापनि यो वित्तीय ठगीको पनि सजिलो र धेरै प्रयोग हुने माध्यम बनेको छ। सामाजिक सञ्जालमा मात्र भएको मित्रता र सम्बन्धका आधारमा कसैसँग वित्तीय कारोबार नगरौँ र हुन सक्ने वित्तीय ठगीप्रति सचेत रह्यौँ है। ग्लोबल मनी विक 2025। फ्रम क्याश टु क्लिक, नो द ट्रिक। छिटो र सरल भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गरौँ, तर त्यस्तो कारोबार गर्दा सावधानी अपनाऊ। विद्युतीय कारोबार सम्बन्धी गोप्य विवरणहरू अरूसँग सेयर नगरौँ र विद्युतीय ठगीबाट बचौँ। ग्लोबल मनी विक 2025। सोशल मिडिया इन्फ्लुएन्सर्स, फ्रेन्ड्स और फो, सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका इन्फ्लुएन्सर्स सो विषयका विभिन्न हुन पनि सक्छन्। गलत इन्फ्लुएन्सर्सहरूबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सानी हुन सक्ने तर्फ सचेत रहौँ। ग्लोबल मनी विक।